नमस्ते। आज हामी कुरा गर्दैछौँ इतिहासको त्यो मोडबारे जसले संसारको नक्सा नै बदल्यो। पहिलो विश्वयुद्ध। धेरैको बुझाइमा एउटा हत्याकाण्डले यो युद्ध सुरु गरायो। तर के कुरा यति मात्रै हो त? आउनुहोस् यसको जडसम्म पुगेर हेरौँ। कथा सुरु हुन्छ 28 जुन 1914बाट। अस्ट्रो-हङ्गेरियन साम्राज्यका राजकुमार एक शाही भ्रमणमा निस्केका छन्। तर उनलाई के थाहा, यो उनको अन्तिम भ्रमण मात्रै होइन, इतिहासको धारा बदल्ने दिन पनि बन्दैछ भनेर। अनि साराजेभो शहरमा गाब्रिलो प्रिन्सिप नामका एक 19 वर्षीय विद्यार्थीले अस्ट्रो-हङ्गेरियन साम्राज्यका उत्तराधिकारी आर्चड्युक फ्रान्स फर्डिनेन्ड र उनकी श्रीमती सोफीको हत्या गरिदिए। हो, यही घटनालाई नै पहिलो विश्वयुद्धको पहिलो झिल्को मानिन्छ। तर एकछिन रोकिएर सोचौँ है, के साँच्चै एउटा हत्याले पुरै विश्वलाई युद्धको आगोमा होम्न सक्छ त? मानौ त्यो हत्या भएकै थिएन रे, के त्यसो भए विश्वयुद्ध नै हुन्थेन होला? वास्तविकता त्यति सोझो छैन। यसलाई यसरी बुझौँ न, त्यो हत्या त केवल एउटा सलाइको काँटी थियो। खासमा त त्यस बेलाको युरोप नै बारुदको एउटा विशाल पहाड बनिसकेको थियो, जुन बस विस्फोट हुनलाई कुरिरहेको थियो। त्यो काँटीले त आगो मात्रै लगाइदियो। त्यसो भए कस्तो थियो त सन् 1914को युरोप? कल्पना गर्नुहोस्, त्यो बेलाको नक्सा आजभन्दा एकदमै फरक थियो। पुरै महादेश ठुला ठुला साम्राज्यहरूले भरिएको थियो, जो एकअर्कासँग सधैँ प्रतिस्पर्धा गरिरहन्थे। यी थिए त्यो समयका ठुला शक्तिहरू। र एउटा रमाइलो कुरा के छ भने नि, यिनीहरूमध्ये धेरैजसोमा राजतन्त्र थियो। सोच्नुहोस् त, पुरै युरोप महादेशमा जम्मा 3वटा मात्र लोकतान्त्रिक देश थिए। बाँकी सबै ठाउँमा राजा महाराजाकै शासन चल्थ्यो। अब कुरा गरौँ बाल्कन क्षेत्रको। यसलाई त्यति बेला युरोपको बारुदखाना वा पाउडर केक अफ युरोप भनेर चिनिन्थ्यो, किनभने यहाँ दक्षिणी स्लाविक समुदायमा राष्ट्रवादको भावना उग्र रूपमा बढिरहेको थियो। उनीहरू युगोस्लाभिया नामको एउटा छुट्टै देश बनाउन चाहन्थे। त्यसैले यो क्षेत्र एकदमै तनावले भरिएको थियो। यही तनावग्रस्त अवस्थामा सन् 1908मा अस्ट्रिया हङ्गेरीले एउटा कदम चाल्यो। उसले बोस्निया हर्जेगोभिनालाई जबरजस्ती आफूमा गाभ्यो। अब यो घटनाले छिमेकी सर्बिया र त्यहाँ बसोबास गर्ने स्लाविक मानिसहरूलाई आगो बनाइदियो। त्यसो भए त्यो बारुदको पहाड कसरी बन्यो त? आउनुहोस् अब ती 4 मुख्य कारणहरू हेरौँ, जसले युरोपलाई भित्रभित्रै खोक्रो र अस्थिर बनाउँदै लगेको थियो। पहिलो र सबैभन्दा खतरनाक कारण थियो आक्रामक राष्ट्रवाद। यो मेरो देश महान भन्ने भावना मात्रै थिएन, यो एउटा हतियार थियो। राजा महाराजाहरूले यही भावनालाई प्रयोग गरेर आफ्ना जनतालाई युद्धमा होमिने र अरूको भूमि कब्जा गर्नु नै सबैभन्दा ठूलो गौरव हो भनेर सिकाए। दोस्रो कारण थियो साम्राज्यवाद। युरोपीय शक्तिहरूबीच को भन्दा को ठूलो भन्ने होडबाजी चलेको थियो। अफ्रिकादेखि एसियासम्म स्रोत र जमिन कब्जा गर्न उनीहरू दौडिरहेका थिए। यो लडाई जमिनको मात्रै थिएन, यो त शक्ति, पैसा र सबैभन्दा शक्तिशाली साम्राज्य को भन्ने प्रतिष्ठाको लडाई थियो। तेस्रो कारण आउँछ सैन्यवाद। अब यति ठुलो साम्राज्य बनाउन र त्यसलाई जोगाइराख्न के चाहियो? बलियो सेना। हो, यही सोचले युरोपमा हतियारको दौड सुरु गरायो। हरेक देशलाई आफ्नो छिमेकीभन्दा शक्तिशाली र घातक हतियार बनाउनु थियो। र यो कुरा हावामा गरिएको थिएन है। तथ्याङ्क हेरौँ न। 1870 देखि 1914सम्म, मतलब 40-45 वर्षको अन्तरालमा यी ठूला देशहरूको सैन्य खर्च 4 गुणाले बढ्यो। सोच्नुस् त, उनीहरूले देशको पैसा युद्धको तयारीमा पानी जसरी बगाइरहेका थिए। अनि अन्तिम चौथो कारण, गठबन्धन प्रणाली। युरोप त्यति बेला गोप्य सन्धिहरूको एउटा यस्तो मकैको जालोमा फसेको थियो, जसले पुरै महादेशलाई 2वटा हतियारधारी गुटमा बाँडेको थियो। स्थिति यस्तो थियो कि एउटा गुटको कसैलाई छोयो कि अर्को गुट पनि जाइलाग्ने एउटा सानो झिल्कोले डढेलो लगाउन सक्ने अवस्था थियो। ती 2 गुट थिए। एकातिर ट्रिपल अलायन्स, जसमा जर्मनी, अस्ट्रिया हङ्गेरी र इटाली थिए, र अर्कोतिर ट्रिपल एन्टेन्ट, जसमा ग्रेट ब्रिटेन, फ्रान्स र रुस। अब यो विभाजनले के गर्यो भने 2 देशबीचको सानो झगडालाई पनि विश्वयुद्ध बनाइदिने खतरा बढायो। फर्डिनान्डको हत्याले त्यही मकैको जालोलाई हल्लाइदियो। हेर्नुहोस् है कसरी भयो। अस्ट्रिया हङ्गेरीले सर्बियामाथि आक्रमण गर्यो। सर्बियालाई बचाउन उसको साथी रुस अगाडि आयो। रुसलाई देखेपछि अस्ट्रिया हङ्गेरीको साथी जर्मनी पनि युद्धमा हाम फाल्यो। अनि रुसको साथी फ्रान्स पनि चुप बस्ने कुरा भएन। अन्त्यमा जब जर्मनीले फ्रान्समाथि आक्रमण गर्न बेल्जियमको बाटो प्रयोग गर्यो, तब बेलायत पनि युद्धमा सामेल भयो।
हेर्दा हेर्दै एउटा घटनाले डोमिनो जस्तै सबैलाई युद्धमा तान्यो। तर यो कथामा एउटा एकदमै अचम्म लाग्दो व्यक्तिगत पाटो पनि छ। यो युद्ध सुरु गराउने मुख्य देशका शासकहरू, उनीहरू बीच एउटा यस्तो सम्बन्ध थियो जुन सुन्न पत्याउनै गाह्रो लाग्छ। जर्मनीका राजा कैसर विल्हेम द्वितीय, ग्रेट ब्रिटेनका राजा जर्ज पाँचौं र रुसका राजा जार निकोलस द्वितीय, यी तीनैजना एक अर्काका फर्स्ट कजिन्स मतलब मामा फुफूका छोराहरू थिए। यो विश्वव्यापी युद्ध एक हिसाबले हेर्दा त एउटा पारिवारिक झगडा जस्तो पनि देखिन्छ, होइन त? ल, अब राजा महाराजा र साम्राज्यहरूको ठूलो राजनीतिलाई एकछिन छोडौं र त्यो युद्धमा वास्तवमै लड्न बाध्य भएका एक आम सिपाहीको कथा सुनौं। सरकार र मिडियाले प्रचार गरिरहेका थिए कि युद्ध महान छ, देशका लागि लड्नु वीरता हो। तर वास्तविकता, युद्धको मैदानमा पुगेका सिपाही र कविहरूले लेखेको सत्यता एकदमै तितो थियो। विषालु ग्यास, छिनेका हातखुट्टा, रगतको खोकी र नर्कभन्दा पनि खराब अवस्थाहरू। तर यो पनि नसोचौ कि सबैजना युद्धको पछि लागेका थिए। त्यस्तो थिएन। अमेरिका, इटाली, बेलायतका समाजवादी पार्टीहरू, रुसका बोल्सेविकहरू अनि थुप्रै कवि र बुद्धिजीवीहरूले यो नरसंहारको खुलेर विरोध गरेका थिए। यसको सबैभन्दा सुन्दर उदाहरण हो 1914 को क्रिसमसको घटना। युद्ध चलिरहेको थियो, तर क्रिसमसको दिन ब्रिटिश र जर्मन सिपाहीहरू बङ्करबाट बाहिर निस्किए र दुई सेनाको बीचको खाली जमिनमा भेटे। उनीहरूले एकअर्कालाई खाना दिए, सँगै क्रिसमसका गीतहरू गाए। यसले के देखाउँछ भने ती आम सिपाहीहरूको एकअर्कासँग कुनै रिसिभी नै थिएन। र अन्त्यमा एउटा प्रश्नमा आएर टुङ्ग्याउँ, जब ठूला ठूला साम्राज्यहरू आफ्नो शक्तिको लागि लड्छन्, त्यो लडाई वास्तवमा लड्ने को हो अनि त्यसको असली मूल्य कसले चुकाउँछ? यो प्रश्नले सायद हामीलाई हरेक ठूलो राजनीतिक लडाईको पछाडिको मानवीय पीडाबारे सोच्न बाध्य बनाउँछ।